नमस्कार साथीहरू, स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। आज म तपाईहरुलाई लिएर जाँदैछु झापा शनिश्चरबाट इलामको प्रसिद्ध तीर्थस्थल गजलमुखी धामसम्म। यो यात्रा हामी दानाबारी शीतली चियाबारी हुँदै गर्नेछौँ। यात्राको दौरानमा प्राकृतिक सौन्दर्य, चियाबारी अनि रोमाञ्चक अफरोड साथै धुलाम्बे बाटो हुँदै हामी पार गर्नेछौँ। त्यसैले भिडियो अन्तसम्म हेर्न नबिर्सनु होला र सुरु गरौँ आजको रमाइलो यात्रा। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। आइयो सबैजना सन्चै हुन्छ होला, म पनि एकदमै सन्चै साथीहरू। सो गाइज, आज हाम्रो यात्रा भनेको गजलमुखी धामसम्म रहेको छ होइन। म बुवा दादा जाँदैछु। अहिले चाहिँ हामी शनिश्चरमा आएर बसिरहेको छौँ यहाँ गाडी पर्खेर। सो यस्तै छ गाइज होइन। अब जानुपर्ने हुन्छ गजलमुखी धाम। हाम्रो सानोमा भाकल थियो अरे नि त, मम्मी हजुरआमाहरूले लाइदिनु भएको। अनि त्यही भाकलले बुझाउनको लागि आज हामी जाँदैछौँ गजलमुखी धाम। झापा जिल्लाको एकदमै पुरानो र ऐतिहासिक ठाउँ शनिश्चरे बजार। यो बजार अजन्धारा नगरपालिकामा पर्दछ। अजन्धारा मन्दिर नजिकै रहेकाले यो बजार धार्मिक दृष्टिले पनि महत्त्वपूर्ण छ। यो हो शीतली चियाबारी। शीतली चियाबारी झापा र इलामको सङ्गम नजिक इलाम जिल्लाको दक्षिणी भेगतिर अवस्थित एक सुन्दर र प्राकृतिक चियाबारी क्षेत्र हो। अहिले यो ठाउँ विशेष गरी दानाबारी हुँदै गजलमुखी धामसम्म जाने यात्रुहरूको लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ। यहाँको हरियाली, चिसो हावा र चिया बगान साँच्चै मन लोभ्याउने छ। बाटोमा जाँदा धुलोले पुरिएको दृश्य साँच्चीकै दर्दनाक देखिन्थ्यो। धुलोको मुस्लोले आँखा नदेखिने, सास फेर्न समेत गाह्रो हुने अवस्था थियो। सवारी साधनहरू एकअर्कालाई देख्न नसक्ने गरी अगाडि पछाडि हराइरहेका थिए। कतै कतै त बाटै नभए जस्तो पनि देखिन्थ्यो। धुलोले ढाकिएको त्यो बाटो हेर्दा लाग्थ्यो विकासको नाममा पीडाको बाटो निर्माण गरिएको हो। यस्तो अवस्था जनताको दैनिक जीवन, स्वास्थ्य र यात्रा सबैमा गम्भीर असर पारिरहेको छ। तर धेरैजसो अवस्था सरकारको व्यवस्था, ढिलासुस्ती, योजनाको कमजोर कार्यान्वयन र भ्रष्टाचारका कारण जनताले यस्तो पीडा भोग्नु परेको हो। विकासको नाममा उन्नतिको आश भए पनि जनताको जीवन अशान्त र कष्टकर बनेको छ। आशा छ आगामी दिनमा यो बाटोले पनि न्याय पाउनेछ। हेलो गाइज, फाइनली हामी चाहिँ यहाँ माङ्सेबुङ 1 मा आइसक्यौँ, गजलमुखी धाम भएको ठाउँमा। अहिले चाहिँ बिहानको 6 बजेको छ। हामीहरू बिहानै उठ्यौँ, नुहायौँ होइन। हामी यहाँ बेलुकै आइपुगेको, हिजो बेलुका आइपुग्यौँ, बस्यौँ होटेलमै, सुत्यौँ। अहिले चाहिँ बिहान भइसकेको छ। अब चाहिँ हामी जानुपर्ने हुन्छ। बुवा चाहिँ यहीँ हुनुहुन्छ है, दादा चाहिँ उता परेवा खोज्न गएको छ होइन। परेवा उडाउनु पर्ने हुन्छ हामीले चाहिँ। सो यस्तै छ गाइज। अब चाहिँ हामी माथि मन्दिरतिर जान्छौँ होइन। अनि तपाईँहरूलाई हामी हेर्छु है त। यस भिरमा पहिले ठुला ठुला अजिङ्गर र नागहरू बस्थे रे। देवीको रूपमा यिनलाई नागकन्या भनिन्थ्यो। नागको टाउकोमा मडिरहने भागलाई गजुर र अग्र भागको मुखलाई संयोजन गरी गजलमुखी नाम रहन गएको मानिन्छ। विशेष गरी भाकल पुरा गर्न मानिसहरू यहाँ आउने गर्छन्। चिताएको पुग्ने, बोली नआएकाको बोली आउने र सन्तान नहुनेहरूको सन्तान प्राप्त हुने विश्वासमा गजलमुखी धाममा पुग्ने क्रम पुरानै हो। माङ्सेबुङ गाउँपालिका 1 मा पर्ने गजलमुखी धाममा प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा 3 दिनसम्म धार्मिक मेला लाग्ने गर्छ। यहाँ पाठ, पूजा तथा दर्शनका लागि इलामसँगै पूर्वी नेपालका छिमेकी विभिन्न जिल्लाहरूका साथै भारतको आसाम लगायत विभिन्न ठाउँहरूबाट भक्तजनहरू आउने गर्छन्। फाइनली गाइज, हामीले मन्दिरमा प्रवेश गरिसक्यौँ। जाने हो संसार छोडेर, हात्तीको त जाने हो संसार छोडेर। यो पूर्वकै चर्चित धार्मिक तीर्थस्थल हो। इलाममा बग्ने प्रमुख 4 नदीमध्ये देउमाई नदी र फाकफुक खोलाको सङ्गममा रहेको गजलमुखी धामको उत्पत्तिको विशेष रोचक प्रसङ्ग पनि रहेको छ। 250 वर्ष अघिको कुरा हो। स्थानीय लिम्बू जातिका पुरोहित फेदेङबा बाजवीर लिम्बू एकाएक गायब भए। सबै गाउँले मिली 6 महिनासम्म खोज्दा पनि फेला पार्न सकेन। पछि घोडा गोठालाहरूले हालको मन्दिरको गुफाभित्र बाजवीर तपस्या गरिरहेको अवस्थामा भेटे र कारण सोद्धा बाजवीर यस ठाउँमा गजलमुखी देवीको बास रहेको र देवीले उनलाई बोलाएको जनाए। फाइनली गाइज, हामीले पूजाहरू गरिसक्यौँ। अहिले तल पुग्दैछौँ।
यहाँ बुवाहरू हुनुहुन्छ दादा। यतापट्टिको चाहिँ हाम्रो देउमाई खोला हो। यहाँ फर्किनुपर्ने हुन्छ। पूजाहरू गरिसक्यौँ होइन। यता फोटो सेसन हुँदैछ। साथीहरू हेदेङ्बा बाजबीर आफैको बोली स्पष्ट थिएन। देवीको दर्शन पाइसकेपछि उनी प्रश्न बुझ्न थाले। त्यस वखतबाट यस पवित्र स्थानमा किराँती हेदेङ्बाहरूबाट संरक्षण र सुरक्षा हुँदै आएको छ। सन्तानविहीन र बोलीविहीनहरूले यस मन्दिरमा आई भाकल गरे माताले आशीर्वाद सहित मागेको पुरा गरिदिन्छन् भन्ने जनविश्वास छ। यहाँबाट चाहिँ जस्तो भ्यू देखिन्छ यहाँ मैले क्यामेराम्यान हो होइन। कस्तो चाहिँ उकालो गम्मा जय जय अम्बे जय अम्बे जय अम्बे अम्बे। यहाँ त्यस्तो रहेको छ है। पुरै ओडारमा देवी आएर बस्नुभएको रहेछ होइन। यहाँ चाहिँ अब स्टे सकिएको। काली माता हो कुन माता हो यो? माथि लक्ष्मी मन्दिर होइन? अँ सक्यो पूजा अब। हेलो भनिदिनु न हेलो यता हेलो भनिदिनु न। हेलो हेलो भन्नुभयो बुवाले। अँ दियो पनि त्यही। अब त्यो आरती गरौँ पनि थियो नि त्यहाँनिर भित्र देखेको थिएँ मैले एउटा। तर कस्तो खालको पुजारी है? कस्तो खालको पुजारी है? कस्तो पुजारी? कस्तो कस्तो खालको पुजारी? पुजारी लोकल पुजारी। साधुले दिँदैन भन्दा साधु गरेर दिँदैन। अर्को चाहिँ मेन पुजारी अरे नि त कुन? त्यही भित्र पूजा गर्ने हो। पकाइसकेको छैन नि त। अहिले चाहिँ आन्टीहरूले कराया पकाइदिनु भएछ। अनि फेरि पूजा गरिसकेपछि फेरि जाँदैछौँ हामी माथि। पुऱ्याउनु त पऱ्यो नि त गाई। फेरि फेरि भाकल रहन दिनु हुँदैन। त्यही भएर अहिले चाहिँ हामी परेर उडाउनु पर्ने हुन्छ है त। रक्षा गरेर उतै उतै जान्छ यार। उतै गयो। गजुरमुखी धामको दर्शन गरेर हामी घर फर्किँदै थियौँ। बाटो निकै अफ रोड र कालो ओह्रालो थियो। बाटोको अवस्था एकदम कठिन थियो। तर हामी दादा म र बुवा रमाइलो गर्दै आइरहेका थियौँ। हामी तिनैजनाको यो पहिलो अनुभव पनि थियो। गाडीमा हामीसँगै बिरामी हजुरआमा पनि हुनुहुन्थ्यो। उहाँ उपचारका लागि इलामको मङ्गलाबारे जानुभएको रहेछ। मङ्गलाबारे नजिकै पुग्दा उहाँ त्यहीँ ओर्लिनु भयो। हामीले उहाँलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना दिँदै बिदाई गऱ्यौँ। अनि हामी भने झापाका लागि अघि बढ्यौँ। माइखोला पार गर्दा गाडी अलिक सुस्तायो। अनि त्यसै क्रममा मेरो नजर बाटो छेउमा हिँडिरहेका केही बालबालिकातर्फ परियो। उनीहरू निकै साना थिए तर उनीहरूले बोकेको घाँसको बारी निकै ठुलो थियो। त्यो दृश्यले मलाई एकछिनका लागि स्तब्ध बनायो। त्यो उमेरका बच्चाहरू कोही स्कुल गइरहेका हुन्थे, खेलिरहेका हुन्थे, कोही घरमा टिभी हेर्दै हुन्थे। तर यी नानीहरू बिहानको घाममा भोक प्यास सहँदै काम गर्दै थिए। उनीहरूको अनुहारमा थकाइ देखिन्थ्यो तर कुनै गुनासो थिएन। यो त उनीहरूको दैनिकी रहेछ। यस दिनको त्यो दृश्य अझै मेरो आँखामा झलझली आउँछ। एउटा गहिरो सिकाइ र महसुसको दिन थियो त्यो, जहाँ यात्रामै मैले जीवनको अर्को यथार्थको दर्शन पाएँ।
गजुरमुखी धामको दर्शन आज साँच्चै अद्भुत अनुभव रह्यो। ती पहाडी बाटोहरू पार गर्दै अफरोड र धुलाम्बे सडक हुँदै हामीले शान्तिपूर्ण तरिकाले यहाँ पुग्यौँ र दर्शन गर्न पायौँ। गजुरमुखी धामको यो पवित्र थलोमा पुगेपछि मनमा एउटा अलग ऊर्जा, शान्ति र सन्तोष महसुस भयो। यस्तो लाग्यो केही क्षणको लागि जीवनका सबै चिन्ता हराए जस्तो भयो। तर फर्कने क्रममा देखिएको एउटा दृश्यले मेरो मन भावुक बनायो। ती साना नानी बाबुहरू जसले स्कुल जानुपर्ने उमेरमा भारी घाँस बोकेर अप्ठ्यारो बाटोमा हिँडिरहेका थिए, त्यो देख्दा मन गहिरो पीडाले भरियो। त्यही अफरोड र धुलाम्बे बाटो उनीहरूको दैनिकी बनेको छ। हाम्रो लागि रोमाञ्चक यात्रा, तर उनीहरूको लागि सङ्घर्ष। जीवनका यस्ता यथार्थ दृश्यहरूले आत्मा झस्किन्छन्। एकातिर आस्था र दर्शनले मन उज्यालो बनाउँछ, अर्कातिर समाजको तितो यथार्थले सोच्न बाध्य बनाउँछ। आजको दिन केवल यात्रा थिएन, यो मेरो लागि एक गहिरो अनुभूति थियो। शान्तिपूर्ण दर्शन, कठिन बाटो र ती मासुम अनुहारहरूले मलाई जीवन अझ बुझ्न सिकायो। यात्रा अझै बाँकी छन्, कथाहरू अझै धेरै छन्, अझ धेरै कुरा देख्न, बुझ्न र सेयर गर्न बाँकी नै छ। यदि तपाईँहरूलाई यो भ्लग मन पर्यो भने लाइक गर्नुहोला, सेयर गर्नुहोला र कमेन्टमा तपाईँको अनुभूति लेख्नुहोस्। फेरि अर्को रमाइलो यात्रा र नयाँ अनुभूति लिएर म फर्किनेछु। र भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म यस भिडियोबाट बिदा माग्न चाहन्छु। हस्त धन्यवाद।